वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म चाहिँ शिवपुरी आएको छु कि अनि अरू दाई भाइहरू भाउजूहरू अगाडि गयो अनि हामी तीनजना चाहिँ यहाँ फोटो खिच्ने भिडियो बनाउने गर्दै आउँदैछ। मेरो बहिनीहरू आउँदैछ। मलाई आज चाहिँ भिडियो बनाउनुको कस्तो टाउको दुखेर बनाउनै मन लागेन। सो यो ठट्ने गाडी मलाई इन्डियाको याद आयो। ठट्ने ठट्ने गाइस ठट्ने भन्छ यसले। हाम्रो सिक्किमतिर पुरा पाउँछ यसले। गाईलाई पनि दिन्छ घाँसहरू। अमिलो अमिलो हुन्छ। यो चाहिँ अर्ग्यानिक ठट्ने हो। मैले चाहिँ यता काठमाडौँतिर चाहिँ खासै देखिनँ। यो अलिक माथि काठमाडौँ माथि शिवपुरी भन्ने ठाउँमा चाहिँ आज मैले ठट्ने टिपेको छु। अब खाने हो एकछिनबाट। अमिलो अमिलो हुन्छ। तपाईँहरूले पनि खानुभएको छ कि छैन कमेन्ट गर्नु होला गाइस। सो गाइस अब हामी चाहिँ ठट्ने खानु जान आँटेको। ठट्ने 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 चाहिँ अमिलो अमिलो कस्तो खालको टेस्ट हुन्छ भने टेस्ट राम्रो हुन्छ। यो चाहिँ अलिकति उयो भएछ, अलिकति के भन्छ चिपेको भएछ, चिपाङ भएछ। ल टेस्ट गरेर भन्नु त न। अमिलो तपाईँहरूलाई पनि साबनाना अर्ग्यानिक पानी खानु गइरहेको छ। कालो छ नि होइन खानु खानु अलिकति खानु। यता झरेको बढी सफा छ। सेम हो झन् सफा बनाएको यता लिएर झन् त्यो उयो ब्याम्बुले कालै आइरहेछ। हेलो गाइस सोल्टीको त ढाडले देखियो।